गाइज हैन तपाईलाई म एउटा सत्य कुरा भन्न गइरहेको छु हैन। यो फिल्डको एउटा खुबी के छ थाहा छ गाइज? यो फिल्डको एउटा खुबी के छ भनेपछि यो प्रोफेसन चाहिँ यो स्किल चाहिँ फर्स्टमा सिक्न गाह्रो छ गाइज। सिक्न धेरै गाह्रो छ। सिकिसकेपछि तपाईँ फेरि तपाईको डाउनफलहरू आउँछन्। यो स्किल कस्तो कि सिक्न गाह्रो छ हैन, तर यो स्किल एकचोटि तपाईको माइन्डले पक्रिसकेपछि तपाईको माइन्डले सेट गरिसकेपछि तपाईले यो स्किल एकचोटि सिकिसक्नुभयो भने चाहिँ फेरि यो प्रोफेसन तपाईलाई पैसा अनलिमिटेड दिन सक्छ गाइज। तर यो प्रोफेसन सिक्न गाह्रो छ, ट्रेनिङ सिक्न गाह्रो, त्यसैले यसलाई हार्ड भनिन्छ क्या। अनि अरू प्रोफेसनमा कस्तो हुन्छ भनेपछि अरू प्रोफेसनमा चाहिँ स्किल सिक्न सजिलो हुन्छ तर त्यहाँ कमाउन गाह्रो हुन्छ क्या। त्यही कारणले त्यहाँ धेरै कम्पिटिसन हुन्छ। तर यो फिल्डमा कम्पिटिसन हुँदैन। यो फिल्डमा सिर्फ सिक्न मात्र गाह्रो हुन्छ। तर एकचोटि यो स्किल सिकिसकेपछि तपाईले यो फिल्डमा कमाउन कुनै गाह्रो हुन्न। यो रियालिटी हो। त्यसैले मान्छेहरू रङ एक्सपेक्टेसन ल्याएर, मान्छेहरू रङ थिङ्क ल्याएर यो फिल्डमा आउँछन् र तिनीहरू 4-5 महिना नै 1 महिनाभित्रै तिनीहरू मार्केटदेखि आउट हुन्छन्। यो रियालिटी हो। त्यसैले रङ एक्सपेक्टेसन नल्याउनु, सिक्नमा ध्यान दिनु हैन। तपाईँ यो स्किल सिकिसकेपछि तपाईँ लस गर्नुहुन्छ, किनकि त्यो त सिक्नु त सिर्फ एउटा टेक्निकल सिक्नु त सिर्फ एउटा एउटा च्यालेन्ज मात्र हो। त्योभन्दा ठुल्ठुलो च्यालेन्जहरू आउँछ। तर ती च्यालेन्जहरू पार गरिसकेपछि मात्र तपाईँ फाइनल स्टेजमा तपाईको लागि यो स्किल इजी र तपाईँ एउटा प्रोफेसनल ट्रेडर बन्न सक्नुहुन्छ। त्यो स्टेज आउनको लागि तपाईले धेरै कुराहरू तपाईले स्याक्रिफाइस गर्नुपर्छ। तर अरू प्रोफेसनमा कस्तो छ भने तपाईँ अरू प्रोफेसनमा तपाईँ स्किल धेरै छिटो सिक्नुहुन्छ, तर त्यो अरू प्रोफेसनमा फेरि कमाउन गाह्रो हुन्छ क्या। हो त्यही कारणले अरू प्रोफेसन कम्पिटिसन धेरै, रेस धेरै हुन्छ। त्यही कारणले धेरै मान्छेहरू त्यो लुपमा फसिरहन्छन् र त्यो लाइफ साइकल चलिरहन्छ मान्छेको जीवनमा र कसैलाई हावा नै लाग्दैन कि यो म के गरिरहेको छु भन्ने कुरा। त्यसैले यो ट्रेडिङ भन्ने फिल्ड चाहिँ हुन्छ नि, सिक्न गाह्रो छ तर तपाईले एकचोटि यो स्किल सिकिसक्नुभयो भने चाहिँ तपाईलाई योमा कमाउन कुनै पनि गाह्रो हुँदैन। त्यसैले यो फिल्ड किन यति डिफ्रेन्ट भनेको, यो स्किललाई किन यति हार्ड स्किल भनेको, किनकि यो सिक्न गाह्रो छ। सिकिसकेपछि फेरि यसमा कमाउन कुनै गाह्रो छैन। तर अरू प्रोफेसनमा स्किल सिक्न सजिलो हुन्छ तर कमाउन गाह्रो हुन्छ क्या। त्यही कारणले अरू प्रोफेसन धेरै हुन्छ नि, डिफ्रेन्ट छ क्या यो स्किल। तपाईले यो स्किल एकचोटि सिकिसक्नुभयो भनेपछि तपाईले आफूले चाहेको लाइफमा चाहेको तपाईँ हरेक कुराहरू तपाईँ एचिभ गर्न एचिभ गर्न सक्नुहुन्छ क्या। यो पावर छ यो फिल्डमा। त्यसैले टाइम दिनुहोस्। अनि तपाईँ केही एक कुरामा लागिरहनुहुन्छ भने चाहिँ त्यो 100% त्यो रिटर्न हुन्छ। सो गिभ अप नगर्नुहोस् भन्छु म त।